के छ अल्छीहरू सुतिरहेको छ कि ब्ल्याङ्केट उठाइरहेको छ के गरिरहेको छ कमेन्ट हाना तिमीहरूको लागि चाहिँ आज मैले स्पेसल मासुको दामी रेसिपी ल्याइदिएको छु हेर है पहिला मासुलाई ट्याक्क लाएर परपट्टि भुट्नुपर्छ हालिसकेपछि चाहिँ मैले नुन हालेँ नुन हाल्नुपर्छ नुन नहाले मिठो हुन्न एकछिन चलाइदिएँ अनि त्यसलाई छोप्नु पऱ्यो छोपेन अन्त फेरि खासै मिठो नहोला कि त्यो पनि हो कि खै के हो झ्याउला नि त भोइस ओभर गर्ने के हो यो को ह्यान्डसम हो प्याज हालिदिएँ मैले प्याज डेन्जर प्याज हालिदिन्छु म फेरि खतरा पारामा टमाटर चाहिँ यतिको पाखालाई धेरै पखाल्नु हुँदैन नि फेरि च्याट्ट पारामा काट्दै थिएँ मैले जाँदा पानी छोडेर आइदिएँ अरे भन्ने गऱ्यो नत्र अहिले भात खान पाइँदैन फेरि पानी सानी छोडेर आगै ढाकी हेरेको पाकिसकेर रहेछ त्यसपछि मैले त्यसमा के सोचेँ भन्दा नुन हालिदिउँ भनेको नुन मसला सबै हालिदिएछु मैले त फेरि जोसमा केही हालेन नि फेरि त्यति मात्र हाल्दा दामी मिठो हुन्छ त्यतिकोले अनि अल्छी गर्नु भएन लसुन अदुवा पिन्न पऱ्यो मैले जस्तै पिनेर मैले त्यो पेस्ट पनि हालिदिएँ आहा कति मिठो बासा थियो नि सुन्न मिल्ने भएको भए एकछिन त्यसलाई छोपेर छोड्दै हेरेको त आमा खाम खाम भइसक्यो है अहिले पानी आइसक्यो मेरो त के नि हो अनि टमाटर काटेर राखेको हालिदिएँ हालेर एकछिन छोपेर ट्याक्क पारामा छोडिदिएको त एकछिन पछि त टमाटरले त म पाकेँ भन्दै उफ्रिँदो रहेछ गएर हेरेको नभन्दै पाकेछ मेरो पालो दलिदिएँ मस्त भित्तामा त्यसलाई कराईको भित्तामा नि फेरि घरको भित्तामा होइन नि फेरि अनि ट्याक्क के बिर्स्यो थियो मसला हाल्नु बिर्सेछु मसला नि हालिदिएँ त्यसपछि त हुकुमै मिठो नि आमामा सिम त चाहिने जति पानी हालेँ ट्याक्क छोपेर छोडिदिएँ एकछिन मारेको त दामी ग्रेभी भइसक्यो त्यसपछि स्पेसल मसला सिक्रेट मसला हालिदिएको है दामी भयो त्यसपछि त झन् होइन अनि एकछिन पाक्न दिएँ त्यो मसलालाई त्यसपछि लास्टमा आएर मैले ट्याक्क लाएर चट्ट पारामा धनियाँ काटेर हालिदिएँ धनियाँ बिना त त्यस्तै हो नि त मासुको स्वाद खासै हुँदैन दामी भएको थियो है अरू पनि रेसिपी चाहियो भनौँ त्यो पाकिसक्यो खाने बेला भइसक्यो जाऊ